कविता गाउँका समितिमा रहनुभएका सम्पूर्ण सदस्य साथीहरू, पूर्व जनप्रतिनिधि लगायत यहाँ सहभागी विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यूहरू, प्रधानाध्यापकज्यूहरू, सहभागी विद्यार्थी भाइ बहिनीहरू र मैले सम्मान गर्नुपर्ने आदरणीय दिदी बहिनीहरू, दाजुभाइहरूमा म हार्दिक नमस्कार गर्न चाहन्छु। म हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु स्वर्गीय विनोद गौचनप्रति, सँगसँगै स्मरण गर्न चाहन्छु, श्रद्धाञ्जली गर्न चाहन्छु स्वर्गीय प्रवीण गुरुङप्रति। उहाँले पुर्याएको योगदानको उच्च सम्मान गर्न चाहन्छु। उच्च सम्मान स्वरूप आज कविता गाउँको आयोजनामा र विभिन्न सङ्घ संस्था लगायत अन्नपूर्ण गाउँपालिकाको पनि सहयोगमा यो साधारण सभा सम्पन्न हुँदै गर्छ। सँगसँगै विद्यालय स्तरीय कविता प्रतियोगिता पनि सम्पन्न भएको छ। कविता प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थी भाइ बहिनीलाई धन्यवाद भन्न चाहन्छु। जो विजेता हुनुभएको छ उहाँलाई बधाई भन्न चाहन्छु। आज काशी जिल्लाकै सम्भवतः कविता गाउँ भनेर घोषणा भएको यो लुम्ले त्यो घोषणा गरेको पनि आज 17 वर्ष पुगेको छ। यो 17 वर्षको लामो कालखण्डमा हामीले स्वर्गीय विनोदले देखाएका असल कर्महरू, असल कामहरू र उहाँले देखाएका सृजनका ती फुलहरू कति हामीले त्यसलाई सम्मान गर्न सक्यौँ, कति त्यसलाई सम्मान गर्न सकेनौँ, कति त्यसलाई स्थापित गर्न सक्यौँ, कति त्यसलाई जनता बिच बनाउन सक्यौँ, त्यो एउटा समीक्षाको विषय छ। र पनि म सम्झन चाहन्छु यो देशले, धरतीले धेरै असल मान्छे जन्माएको हुन्छ, असल पात्रहरू जन्माएको हुन्छ, विभिन्न क्षमताका योग्यताका मान्छे जन्माएको हुन्छ, तर ती सबैको सम्मान र कदर भएको छैन। सबैको सम्मान र कदर गर्नुपर्ने दायित्व हाम्रो हो, हाम्रो जिम्मेवारी हो। र पनि हामी त्यो जिम्मेवारीबाट चुकेका छौँ। त्यसर्थ हामीले सङ्कल्प गऱ्यौँ अन्नपूर्ण गाउँपालिकाभित्र रहेका स्रष्टाहरू, त्यो कवि, कलाकार, साहित्यकार किन नहोस्, उहाँहरूको खोजी गर्नुपर्छ, उहाँको सम्मान गर्नुपर्छ, उहाँहरूको योगदानको कदर गर्नुपर्छ भन्ने ध्येयका साथ अन्नपूर्ण गाउँपालिका अगाडि बढेको छ। मलाई राम्रो स्मरण छ, हामी निर्वाचित भएर आइसके पछाडि यहाँ एउटा प्रवीण गुरुङको एउटा कार्यक्रम भएको थियो, म सहभागी थिएँ। प्रवीण गुरुङ जसले देश चिनायो, राष्ट्र चिनायो, काशी चिनायो, अन्नपूर्ण गाउँपालिका चिनायो, लुम्ले चिनायो, त्यो कार्यक्रममा म सहभागी थिएँ। सम्भवतः त्यसपछि उहाँको कार्यक्रम हुन सकिरहेको छैन। म यस मञ्चबाट आग्रह गर्न चाहन्छु, गाउँपालिकाले हिजो पनि सक्दो सहयोग गरेकै हो, फेरि पनि गाउँपालिका गर्न तयार छ। प्रवीण गुरुङलाई स्मरण गर्ने खालका त्यस्तो कार्यक्रम लिएर आउनुभयो भने अन्नपूर्ण गाउँपालिका सहयोग गर्न तयार छ। प्रतिबद्धता जाहेर गर्न चाहन्छु। अर्को प्रतिबद्धता हाम्रो थियो, स्वर्गीय विनोद गौचनको बारेमा के गर्न सकिन्छ। दुईटा कलाकारहरू हुनुहुन्छ, उहाँको कार्यक्रम निम्ति तपाईँहरू आउनुभयो, धन्यवाद छ। म विश्वमोहन दाइलाई भन्नु, मैले तपाईँलाई धन्यवाद छ। कार्यक्रम आयोजना गर्नुहोस्, गाउँपालिकाले के गर्नुपर्छ, गाउँपालिका तयार छ भने हामीले प्रतिबद्ध जाहेर गर्छौँ। अनि निष्कर्ष निकालौँ हामीले त्यसै खल्लो कार्यक्रममा के गर्नु, स्वर्गीय विनोद गौचनको बारेमा के कविताहरू वाचन हुन्, उहाँको केही स्मरणका लागि उहाँको हिजो योगदानको कदर स्वरूप केही उपलब्धिमूलक योजना बनाउँ। अहिले रहेका यो शिक्षा क्षेत्रमा रहेका बच्चाहरू, बाबु नानीहरूलाई स्वर्गीय विनोद गौचन हाम्रो ठाउँको हो, जसलाई लुम्ले चिनायो भने ती बच्चाले पनि चिन्नुपर्छ। त्यस्तो खालको कार्यक्रमहरू हामी सल्लाह गऱ्यौँ। त्यसै अनुसार आज माध्यमिक विद्यालय स्तरीय प्रतिस्पर्धा भयो, 10 जना बाबु नानीले भाग लिनुभयो। कम्तीमा 10 वटा विद्यालयले स्वर्गीय विनोद गौचन चिन्यो। संसारले चिन्छ, देशले चिन्छ, तर आफ्नै ठाउँले चिन्दैन। कलाकार आफ्नै ठाउँमा चिनाउनु पर्छ भन्ने ध्येयका साथ हामी काम गरेका थियौँ। यसमा सहभागी हुनुभएको विद्यालयलाई म धन्यवाद भन्न चाहन्छु। विद्यार्थी भाइ बहिनीलाई धन्यवाद भन्न चाहन्छु।
र यो कार्यक्रम सफल पार्नका निम्ति यहाँ सहभागी सबैलाई धन्यवाद भन्न चाहन्छु। जसले हामीलाई चिन्न आएको छ उहाँलाई हामीले चिन्नुपर्छ, जसले देश र संस्कृति चिनाएको छ उहाँलाई हामीले चिन्नुपर्छ र आगामी दिनमा पनि गाउँपालिकाको साथमा रहन्छ र यस कार्यक्रममा निरन्तर अगाडि बढाउनु क्रममा गाउँपालिकाले सहयोग गर्छ। म प्रतिबद्ध जायजाले छ। अझै यहाँ महत्त्वपूर्ण विषय अब हामी खोजी गर्दैछौँ। अहिले 2टा श्रेष्ठ फेला माझमा हुनुहुन्छ। भौतिकशरी हामी बिचमा नभए पनि उहाँका विचारहरू हामी बिचमा हुन्छ। उहाँले दिएका दृष्टिकोणहरू, उहाँले दिएका भावनाहरू, उहाँले दिएका सम्पत्ति हामीसँग छन्। अझै कुरा कन्दारमा त्यस्ता साहित्य कलाकार हुन्छ भने हामी खोजी गर्छौँ। फेरि पनि उहाँलाई ल्याएर हामी सम्मान गर्छौँ। हामीलाई राम्रो याद छ, अघिल्लो वर्ष हामीले गाउँपालिकाले एउटा सम्मान कार्यक्रम गऱ्यौँ, उहाँलाई हामीले साँच्चै भुलेकै रहेछ। अहिले फेरि हामी बोलाएर गरेका छौँ। आगामी दिनमा त्यस्ता संस्थाहरू जसले जीवन चिनाएको छ, समाज चिनाएको छ, संस्कृति चिनाएको छ, अनि तपाईँ हाम्रो चिनाएको त्यही संस्थालाई खोज्ने हाम्रो दायित्व हो। त्यसमा गाउँपालिका पछाडि पर्दैन। यहाँको विषयमा यो विषय राख्न चाहन्छु। आज हामी असाध्यै खुसी छ गाउँपालिका आयोजकप्रति। हामीले खोजेको यही हो। हामी खोज्छौँ जसले तपाईँ हामीलाई चिनायो, अब हामी चिनाउन चाहन्छौँ।